मेरो नाम चाहिँ सबिन घिमिरे हो। हाल अहिले टोकियो जापानमा बसिरहेको छु। मैले जानेको र बुझेकोहरूमा चाहिँ सबैभन्दा सुरुमा चाहिँ आफूले प्रिपेयर हुने कुरा हुन्छ। जस्तो आफूले सिभी भन्छ है, या रेजुमे भन्छ, रेजुमे भन्छ। आफूले कम्पनी या सिनियर या गाकुमा चाहिँ बुझेर लिएर आउने, किनेर ल्याउनु पर्ने हुन्छ। जस्तै एक्वेनमा पाउँछ त्यो हैन, त्यो किनेर ल्याएर चाहिँ डेट नलेख्ने, आफ्नो फोटो टालेर आफ्नो डिटेल्स हाल्नु पर्यो। गएको नाम हैन, आफ्नो सेनमङ गएको के अरे दाइ गएको पढेर नेपालबाट आउनुभएको कि +2 गरेर आउनुभयो, त्यो सबै डिटेल्स हेरेर राख्ने, 4-5 वटा लेखेर राखिरहनु पर्ने हुन्छ। कतिखेर कुन उयसमा के अरे पार्ट टाइमको लागि बोलाएको बेलामा आफूले दिनुपर्ने हुन्छ है। त्यसको लागि चाहिँ सुरुमा आफू रेडी हुने। र अर्को सबैभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ आफू बसेको आफ्नो नाम, आफू बसेको एड्रेस र गएकोको नाम, गएकोको एड्रेस, अनि कति बजेदेखि गएको छ आफ्नो, अनि कति बजे आफू खाली छु, कुन टाइममा चाहिँ पार्ट टाइम जब चाहिएको, यी भन्ने कुरा चाहिँ आफूले सुरुमै रेडी हुनु हैन। फोन गर्नुपर्ने हुन्छ हैन, कसैलाई भन्नुपर्ने हुन्छ। यस्तो कुराहरूले चाहिँ धेरै आफूलाई हेल्प हुन्छ।